हेलो साथीहरू नमस्ते जय मसी। आज त्यो आइतबारको दिन आजको दिनमा त्यो प्रभु येशू बौरी उठ्नु भएको दिन हो, एस्टर सन्डे। त्यही भएर मैले बिहानै उठेर 5 बजीतिर चर्चमा आएर चाहिँ आगो फुकेर यहाँ कराई बसालेर अन्डा नानीहरूको सन्डे स्कुलको नानीहरूको लागि चाहिँ अन्डा उसिनिरहेको छु। यहाँ मैले चाहिँ हामीले ट्रेमा अन्डा लिएको थिएँ कार्टुनमा, त्यही भएर कति अन्डाहरू चाहिँ फुटेको रहेछ। त्यही भएर मैले चाहिँ छानी छानी अन्डा कराईमा हालेर यहाँ उमालिरहेको छु साथीहरू। यहाँ चाहिँ पानी लगाएर अन्डा चाहिँ उम्लिन आँटेको छ साथीहरू यहाँ चाहिँ। र हाम्रो अन्डा चाहिँ पाकिसकेको छ, त्यही भएर अन्डा डुबाएर चाहिँ मजाले हामीले यहाँ धुँदै अर्को बलमा हामीले राख्दैछौँ। अन्डा चाहिँ हाम्रो यहाँ चाहिँ अन्डाको पिस चाहिँ 390 छ, 390 थियो तर 390 मा चाहिँ 5वटा फुटेकोले गर्दा 385 छ। यहाँ अन्डा चाहिँ नानीहरूको लागि साथै यो अन्डा ठुलो सेवाको लागि पनि हो, त्यही भएर एकैचोटि हामीले उसिनेको छौँ। हामीले यो चाहिँ अन्डा चाहिँ नकेलाइकन नानीहरूलाई हामी दिनेछौँ भनेर चाहिँ यहाँ मजाले हामीले धुँदैछौँ अन्डालाई। र हाम्रो फाइनली अन्डा पनि रेडी भइसकेको छ धुएर। र यो चाहिँ आलुदमको लागि हामीले आलु उसिनेको थियो, आलुलाई मजाले केलाएर चाहिँ यहाँ हामीले काटिरहेको छ। नानीहरूलाई चाहिँ अन्डा र आलु दम पकाएर चाहिँ दिनेछौँ। र यो चाहिँ हाम्रो फाइनली सन्डे स्कुल बिहान 7:30 देखिको सुरु भएर यहाँ स्टार्ट भइरहेको छ सन्डे स्कुल। इथिनले त्यही चिप्स खाइरहेको छ। यो चाहिँ हाम्रो लिड गर्ने भाइहरू मजाले लिड गरिरहेको छ यहाँ सन्डे स्कुल। यहाँ चाहिँ नानीहरूले मजाले ताली बजाएर गानाहरू गीत गरिरहेको छ आज एस्टर सन्डेको गानाहरू। र यहाँ चाहिँ नानीहरू नाचिरहेको छ, उनीहरूले परमेश्वरको महिमा गर्दै प्रशंसा गर्दै यहाँ रमावट गरिरहेको छ। यो चाहिँ हाम्रो एस्टर सन्डेको केक हो। र यहाँ चाहिँ आलुदम जुन चाहिँ अघि आलुदम काटेको थियो त्यो चाहिँ यहाँ पकाउन सुरु गरिरहेको छ। हाम्रो बोजू र मेरो साथीले यहाँ चाहिँ आलुदम पकाउँदैछ साथीहरू। र फाइनली हाम्रो आलुदम पनि रेडी भइसकेको छ। कराईबाट अर्को बोलमा सार्दैछ यहाँ चाहिँ हाम्रो बोजूले। र यहाँ चाहिँ हाम्रो सन्डे स्कुल सकेर पनि हामीले नानीहरूलाई बोलाएर कि आलुदम र अन्डा पनि दिइरहेको छ। अन्डा चाहिँ 2-2वटा थियो। नानीहरू सबैजना मिलेर इन्जोय गरिरहेको छ आलुदम र अन्डा। र नानीहरूलाई यहाँ 2-2वटा अन्डा दिएकोले गर्दा नानीहरू धेरै खुसी भइरहेको छ अन्डा र आलुदम। इथिनले त यहाँ खाँदैछ अन्डा र के खाँदैछ आइसक्रिम। इथिन के खाएको? थ्याङ्क यू फर वाचिङ।